हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो एउटा नयाँ भिडियोमा। र सो एभ्रिवान, हामी चाहिँ बजार जान भने घरदेखि निस्किसकेको छौँ। खाना पार भइसकेको छु मैले चाहिँ। हामी र त दिदी, म, भिनाजु, बहिनी, ज्वाइँ सबैजना भएर जाँदै थियौँ। र त चाहिँ हामी टमटममा जाँदैछौँ। र यता चाहिँ ज्वाइँलाई पनि देखाएको, ज्वाइँ चाहिँ हाम्रो ज्वाइँ लजाउनुहुन्छ। र यता चाहिँ ठिक्क ट्रेनको टाइम भएछ र यता ट्रेन पनि आइपुग्यो। कति स्पिडमा आउँछ नि हामीले भित्र चढ्दाखेरि त के लाग्दैन नि यस्तो ट्रेनमा राजधानी छ यो लोकल ट्रेन होइन। यहाँबाट गेट खोलिसकेर हामीले फेरि बजार घुमेर हिँड्यौँ र अहिले चाहिँ बजार पुगिसकेको छौँ। र अहिले चाहिँ हामी यता खुकुरी दोकानतिर गएको थियौँ र यता चाहिँ खुकुरी हेर्नु हुँदैछ भिनाजु र ज्वाइँ भएर त पल्टनमा लानको लागि। र यता चाहिँ यो चाहिँ सिरुपाते खुकुरी रहेछ। भिनाजुलाई चाहिँ अर्को चाहिएको र खुकुरीको नाम कसलाई आउँछ त्यो भन्नु होला कमेन्टमा। र यता चाहिँ हेरेको माछा मार्ने जालहरूको दोकान रहेछ। र यता मिठाई दोकान, मिठाईहरू लिएर यता चिउरा दोकानतिर गयौँ हामी। फेरि यता बिहु लागेको छ र बिहुको ज्वेलरी, आसामिज ज्वेलरीहरू धेरै राखेको रहेछ दोकानमा। र यता क्लिपहरू हेर्न सक्नु। यहाँ चाहिँ हामी क्लिपहरू, लब्बरहरू लिएर हामी फेरि निस्क्यौँ। र यता फुलको दोकान रहेछ। फुलको दोकानमा हामीले फुलहरू दाम सोध्यौँ र यो चाहिँ फुलहरू लिएर फेरि हामी गयौँ औकटारी दोकानतिर। र यताबाट फेरि लिएर हामी बेग दोकानतिर गएर यता दिदीहरूले माइत आएपछि चाहिँ कपडा बढ्छ र कपडा लानको लागि बेग सानो भयो अरे र कपडा लाने बेग लिई एउटा। यता चाहिँ हामी फेरि चटपटे दोकानतिर आएर चटपटे बनाउन दिएर हामीले चटपटेहरू लियौँ। र यहाँबाट फेरि गयौँ हामी सुनाले दोकान। र सुनाले दोकानमा चाहिँ बहिनी र ज्वाइँको काम थियो अरे, के बनाउन, चेन बनाउन थियो अरे। र यता बनाउन दिनुभयो र हामी चाहिँ वेट गरिरहेको छौँ यहाँ। हुन्छ त गाइज, आजलाई यति नै आयो। हजुरहरूलाई राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। बाई बाई गाइज।